हो यसले कसरी गर्न सकिन्छ, किन गर्नुपर्छ र हामी नै चाहिँ चारवटा प्रश्नहरू अलिकति म कुरा गर्छु। हरियो वन नेपालको धन है, यो चाहिँ सबैले हामीलाई पहिलेदेखि थाहा छ र यो सबैलाई थाहा थियो। हरियो वन नेपालको धन छ्याप्छ्याप्टी छ, के गर्ने त हैन, ए भएर के गर्ने त, हरियो वन नेपालको धन हो। तर अब ध्यान यसोतिर लगाउँ कि हरियो वन भनेपछि रुखले हाम्रो दिने एउटा राम्रो वातावरण हैन, यो सबै कुराहरूलाई अलिकति साइडमा राखेर किन यो सबैको थाहा छ। तर मेन कुरामा आउँदाखेरि चाहिँ रुखले पनि हामीलाई पैसा दिन सक्छ है भन्ने कुरामा हामी अलिकति ध्यान दिन्छौँ। पैसा इन द सेन्स खल्ती भर्नलाई होइन कि त्यो पैसा एकट्ठा गरिकन गर्न सक्ने विकासशील कार्यहरूमा लगाउन सकिन्छ भन्ने कुरामा ध्यान दिउँ। भन्न खोजेको धान खेती, गहुँ खेती, मकै खेती जस्तै रुख खेती पनि गर्न सकिन्छ हैन। र नभएको पनि होइन, यो प्रोजेक्ट र नयाँ पनि होइन, ठुलो कुरा पनि होइन, सबैले गरिरहेका छन्। तर हामीहरू यहाँ जतिजना छौँ अहिले बस्दाखेरि सबैलाई अब यो ढोकाबाट हामी बाहिर जाँदाखेरि ल है यो के गरौँ न त भन्दाखेरि सबैले हुन्छ नि त भनेर 2-2 रुपियाँ दिने मन खालको म एउटा कुराहरू गर्न चाहन्छु। यसले चाहिँ अब रुखको फाइदाहरू सरस्वती यहाँ लेखिएको छ। यसले अब बाढी पहिरोलाई पनि छेक्छ, यो मौसमहरूलाई उयो गर्छ, यो सबै कुरा छ होइन। तर अब नेपालमा अहिले धेरै विकास भइसकेको चाहिँ के हो भने कम्युनिटी फरेस्ट भनिन्छ नि, जस्तो के अरे सामान्य ग्रामीण वनविभागतासम्म त्यो धेरै छन्, थुप्रै छन् है। र उनीहरूले आफ्नो तरिकाले सबै कामहरू पनि गरिरहेको छ। अब हामीले चाहिँ उनीहरूसँग मिलेर केही गरौँ भन्ने मेरो एउटा उद्देश्य छ। अनि अर्को यो अलिकति फर्मल छ, यो धेरै फर्मल छ प्रोजेक्ट। मैले किनभने अर्कै तरिकाले सोचेँ, तर यहाँको माहौलमा अलिकति म अब व्यक्तिगत बोल्न चाहन्छु। त्यो भइकन गाउँमा के अरे ग्रामीण उपभोक्ताहरू हामी थुप्रै छौँ। अब हामीले गर्ने चाहिँ के त भने यो प्रोजेक्टले कसरी के गर्न सक्छ भन्दाखेरि चाहिँ हामी सबैजना मिलेर दसैँमा भेला हुन्छौँ, घरि तिजमा भेला हुन्छौँ, घरि यस्तै प्रोग्राममा भेला हुन्छ, कहीँ न कतै नेपालीहरू हामी सबैजना भेला हुन्छ। र कतै न कतै लुकिएको भावना के हो भने केही चाहिँ गरौँ है, केही चाहिँ गरौँ है। हामी यत्रो आज काम छोडेर, कसैले स्कुल छोडेर, कसैले आफ्नो व्यक्तिगत कामहरूलाई ध्यानमा नराखिकन आएका छौँ, केही गरौँ भनेर होइन। यदि केही गरौँ नै हो भने 1 युरो, 2 युरो, 3 युरो, 4 युरो, 5 युरो, म करोडको त सम्पदा देख्नै सक्दिनँ, म सानो मान्छे छु। सक्ने होइन, मसँग खल्तीमा भयो भने कहिले 2 युरो हुन्छ, कहिले 3 युरो हुन्छ। यो 2 युरो मैले खुट्टा हालेर म आफ्नो तरिकाले बाहिर निस्क्यो भने, तर त्यो 2 युरो कुन चाहिँ बक्समा खसिएको छ नि, हरियो वन नेपालको धन, त्यो बक्समा खसाइयो, जसको नेतृत्व कुनै पनि व्यक्तिले गर्ने होइन, एनआरएन हामी सबैजना हो। हामी सबैजना मिलेर गर्दैछौँ भने यसको अब नेतृत्व गर्ने एउटा प्यानल हुनुपर्छ, यो सबै हुनुपर्छ। यो सबै उहाँहरूलाई विशिष्ट व्यक्तिहरूलाई मैले आफ्नो प्रोजेक्ट फाइलमा दिएको छु, त्यसमा ध्यानमा राखिकन गर्न सकिन्छ। त्यो दिएको पैसाले चाहिँ उता नेपालमा एउटा सानो रुख पुटुक्क रोपिन्छ होइन, रुख रोपिन्छ। तर अब रुख रोपेर के हो त भाइ, के ठुलो कुरा हो, मैले एक्लैले रुख रोपी केही हुँदैन त। तर 5जना हामी जतिजना यो रुममा जतिजना छौँ त्यो सबैले मिलेर एकैचोटि रुख रोपिदिउँ त, अबको 5 वर्षमा 1 ट्रक दाउरा निस्किन्छ सर। 5 वर्षभरि त्यो ठाउँमा मजाले घाँस बाह दाउरा सबै पनि भयो, त्यो 5 वर्षसम्म त्यहाँ पानी बढ्ने बाह दाउरा सबै पनि भयो। तर जब रुख काटिन्छ नि 1 ट्रक दाउरा पनि आउँछ, र त्यो 1 ट्रक दाउरा हामीले बेच्न पायौँ कतै भने त्यो हुने फाइदा के हो भन्दाखेरि नसके अब त्यो 5 वर्ष लाग्छ होइन एउटा रुख सुरु हुनलाई। अनि 5 वर्षसम्म चाहिँ के हेर्ने, त्यही रुख रोपेर मात्रै हेर्ने होइन नि त। 5 वर्षसम्म त्यो रुखलाई कसरी युटिलाइज गर्न सकिन्छ, कहाँ युज गर्न सकिन्छ, र यसलाई अब अन्य एक्टिभिटीहरू कसरी गर्न सकिन्छ भन्ने कुरा हामीले पर्सनली गएर गर्न सकिँदैनौँ। अब हामी सक्दैनौँ होला, तर विभिन्न इन्टरनेसनल अर्गनाइजेसनहरू पनि छौँ है, यहाँ मात्रै होइन सबै ठाउँमा छ। त्यो सबैसँग मिलेर पनि हामीले के गर्न सक्छौँ। र हामी पनि प्रत्येक व्यक्ति त आफू अब कहिलेकाहीँ नेपाल जान्छौँ घुम्नको लागि या अब भिजिट गर्नको लागि, हो त्यो बेलामा पनि हामीले के हुँदैछ भनेर प्रत्यक्ष अपडेट पनि हेर्न पाइयो, त्यसको लागि पनि हाम्रो सजिलो हुन्छ होइन। अनि रुख रोपेर त्यो दाउरा जुन आउँछ नि, त्यो दाउराले 5 वर्षपछि अहिले भन्छौ तिमीले भाइ यहाँ उभिएर भनिरहेछौ रोड बनाउने भन्छ, 5 वर्षमा त सरकार आफैले रोड बनाइदिइहाल्छ नि, सही हो नि त। सरकार आफैले रोड बनाइदिए हामी पिच गर्छौँ, त्यो 5 वर्षमा जति आउँछ नि त्यो पैसा हामी पिच गर्छौँ। होइन भने त्यहाँ स्कुल छ, ए भाइ स्कुल बनिहाल्छ, छ त हाल्ने मुद्दा आउँछ, तर केही न केही गर्नु छ। कारण के हो भने अब हामी यसरी भेला भएको छौँ, जस्ट 2 रुपियाँ दियो कसलाई दियो, हरियो वन नेपालको धन, जसको नेतृत्व एनआरएनले गर्ने होस् भन्ने म चाहन्छु। र एनआरएन जति हामी विश्वभरिमा छौँ होइन, एउटा मात्रै छैन, 2टा 3टा मात्रै होइन, हामी थुप्रो छौँ। त्यो थुप्रो एनआरएनले सबैले पैसा एकट्ठा गरिकन दियो हरियो वन नेपालको धन भने हाम्रो नारा के हुन्छ, हरियो वन नेपालको धन फर्काइदिने अब एनआरएनको प्रयोग। एनआरएन भनेको तपाईँ पनि हो, हामी सबैजना एनआरएन नै त हुने होइन। हामीले 2 रुपियाँ मात्रै 2-3 युरो दियौँ भने
उता प्रोजेक्ट जसको छ र जसको प्यानलमा छ कमिटीमा मान्छेहरू हुन्छ उहाँहरूले आफ्नो कार्य गर्दै गर्न सक्नुहुन्छ है। र दिएको पैसा सही ठाउँमा युज हुन्छ त भाइ, अनि पैसा आउँछ त भन्यो भने त्यसको पनि उत्तरहरू धेरै छन् कि अब नेपालीले नेपालीलाई विश्वास नगर्ने कुराहरूलाई त्यस्तो कुरा नसोचिकन अर्कै तरिकाले हेर्ने हो भने इन्टरनेटलाई एकदम मजाले प्रभावकारी युज गर्न सकिन्छ। अघि हाम्रो अडिटिङ ग्रुप के अरे कमिटीका दाइहरूले पनि भन्नुभएकै थियो होइन, कसरी के गर्न सकिन्छ। जस्तो हाम्रो शेषज्यू हाम्रो सरलाई त पहिलेदेखिको अनुभवहरू पनि छ कि हामी हरेकले अब हरेक पनि नेपालको झन् भन्यो र एउटा वेबसाइट त बनाउनु परिहाल्छ र जुन प्रोजेक्ट छ त्यसको त एउटा वेबसाइट हुन्छ नै हुन्छ। पासवर्ड हामी सबै नेपालीहरूलाई थाहा नै भइहाल्छ। लगइन गरेर आज मैले 2 युरो हालेको छु भन्यो भने मैले त्यहाँ 2 युरोको लेखिदिन पाउँछु, त्यो ओपन फोरम हो। तर पासवर्ड त्यो त्यहाँ लेखिएको कसरी आउँछ भने कसरी थाहा हुन्छ भने चाहिँ हामी सबैले हाल्छौँ, त्यहाँबाट नहालिकनै भर्न त पाइँदैन नि। तर एडमिनिस्ट्रेसनले चाहिँ त्यसलाई चेकअप गर्नु सक्छ कि ए साँच्चीकै यसले 2 रुपियाँ नै हाल्यो, उहाँको नाम बगैँचा त्यो लिस्टमा आयो, ताकि हामीले नेदरल्यान्डमा कति कसले पर्सनल्ली हेर्न सकिन्छ कि कसले कति रुपियाँ दियो र अब त्यसलाई हेरिकन कति रुख रोप्न सकिन्छ भन्ने कुरा पनि थाहा हुन्छ, इस्टिमेट गर्न सकिन्छ होइन। एउटा रुखको प्राइस यसो सोचौँ त कति पर्छ होला, बोटको 2000 3000 होइन 1200 भन्नाले कति पर्यो, त्यो पनि 1200मा पनि 2-3 वर्षसम्म त्यसलाई मजाले निगरानी गरिनेछ होइन। होइन रुखे बिरुवा मात्रै दिने हो भने त 2 युरो हो, तर त्यसलाई निगरानीको रूपमा अलिकति अब त्यहाँ निगरानी भन्नाले बाख्रा आएर खाइदिएला के होला कसो होला त्यो सबै हेर्ने मान्ने एउटा कमिटी